म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। 10-15 हजार मान्छे उफार्दैमा या अघि यहाँ भनिया जस्तो त्यो त सम्भव छैन, तर दुस्साहस चाहिँ भएकै छ। त्यो दुस्साहसलाई हामीले भनेका छौं ईदको जवाब पत्थरले दिन माओवादी केन्द्र तयार छ, समाजवादी र गणतन्त्रवादीहरू तयार छन्। आदरणीय जनसमुदाय, अहिले तपाईहरुले झापादेखि सुरु भएको जागरण अभियान या देशभरि सुरु भएका कार्यक्रमहरू जनतासँग त्यही सम्बन्ध कायम गर्ने, हामीलाई शान्ति सम्झौतामा कुनै सामन्ती प्रभुहरूले राजा महाराजाहरूले ल्याएको होइन। हामीलाई पटक पटक प्रधानमन्त्री बन्ने अवसर कुनै प्रतिक्रियावादी बुर्जुवाहरूले ल्याएको होइन। हामीलाई नेपाली जनताले माया गरेर, नेपाली जनताले भरोसा गरेर, जनताको ताकतको बलमा र जनताका छोराछोरीहरूको बलिदानको बलमा हामी गएको हो। अब हामी कन्फ्युजनमा छैनौं, हामी जनताकै ताकतको बलमा यो राष्ट्रको नेतृत्व लिन्छौं। त्यही अपिल हामीले देशभरि गर्दै हिँडेका छौं र आज म मेलम्चीमा पनि तपाई आदरणीय जनसमुदाय र अनि सिन्धुपाल्चोकका सम्पूर्ण जनसमुदाय जसमाथि मेरो विशेष भरोसा छ, विशेष भावनात्मक सम्बन्ध पनि छ, तपाईहरु सबैसँग पनि मेरो त्यो अपिल छ। यहाँ अघि पूर्ववक्ता साथीहरूले भनि नै हाल्नुभयो, यो त्यति गम्भीर भयो, खतरनाक भइ नै सक्यो भन्ने चाहिँ होइन। हिजो इतिहासमा हजारौं जनताका छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र 10-15 हजार मान्छे उफार्दैमा या अघि यहाँ भनिया जस्तो त्यो त सम्भव छैन, तर दुस्साहस चाहिँ भएकै छ। त्यो दुस्साहसलाई हामीले भनेका छौं ईदको जवाब पत्थरले दिन माओवादी केन्द्र तयार छ, समाजवादी र गणतन्त्रवादीहरू तयार छन्। त्यसकारण हामीले आउने 15 गते हामीले एउटा केन्द्रीकृत कार्यक्रम काठमाडौँमा गर्दैछौं। देशभरि म अपिल गर्न चाहन्छु, तपाईहरु यहाँ नजिक भएको हुनाले सिन्धुपाल्चोकवासी जनता त्यसमा पक्कै पनि ठूलो मात्रामा सहभागी हुनुहुनेछ। नेपाली जनताले बिर्सेको छ मूर्ति चोर को हुन्? नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि धाग लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्स्यो भन्ठानेको। म यो पनि तपाईहरुको अगाडि भन्न चाहन्छु कि यो जुन नौटंकीहरू देखाइँदैछ राजा महाराजाको बारेमा, 250 वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए नेपाली जनताले बिर्सेको छ? मूर्ति चोर को हुन्? नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि धाग लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्स्यो भन्ठानेको। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिएँ। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीफुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ, धेरै चुरीफुरी नगरे हुन्छ। धेरै चुरीफुरी गर्यो भने धेरै मूर्खता पहिले पनि भइसकेको छ। अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन्। अब नेपालका राजनीतिक दल पनि उदार हुँदैनन् भनेको थिएँ मैले।
त्यसकारण हामी सबैले आवाज उठाउनु पर्यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि, उनीको परिवारभित्र सबैले बुझेको छ नि नेपाली जनताले को हो मुख्य, त्यसको प्लानर, त्यसको मास्टर माइन्ड को हो भन्ने जनतालाई थाहा छ। बिर्से भन्ने ठानेका छन् तिनीहरूले। तिम्रा आसेपासेहरूले त आफै लुट्न पाइन्छ कि भनेर तिमीलाई बोक्न सक्छन्। तिमी बढी उचालियौ भने या विदेशीका एक दुईटा फोटो टाँसेर उनको घरमा आउँछु कि भन्ने सपना देखेको हो भने त्यो दिवा सपना हुनेछ। त्यो भ्रममा नरहन चाहिँ हामी अपिल गर्छौँ। त्यसकारण हामी सबैले आवाज उठाउनु पर्नेछ। एकातिर हामीले अहिलेको सरकारको भ्रष्टाचारीहरूलाई बचाउने, बिचौलियाहरूको इच्छा अनुसार नियुक्तिहरू गर्ने, जनतालाई सताउने, राम्रो काम गर्ने जतिलाई सताउने, नराम्रो काम गर्ने जतिलाई पुरस्कार दिने अहिलेको सरकारको काम त्यही भएको छ। कुलमानलाई सताउने, कुलमानलाई सताएको त तपाईँ हामी सबैले देखेका छौँ नि। जसले चाहिँ त्यत्रो लोडसेडिङ अँध्यारो नेपाललाई उज्यालो बनाएर त्यसैलाई सताएको छ। किन? किनकि भ्रष्टाचार गर्न पाइएन, अरबौं लुट्न पाइएन। त्यसकारण आदरणीय जनसमुदाय, म तपाईहरु सबैलाई फेरि एकचोटि गम्भीर रूपले अपील गर्न चाहन्छु। यो सबै जटिलताबाट पार पाउन परिवर्तनको वाहक, शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता, संविधान निर्माणको एउटा प्रमुख नेतृत्वकर्ता हुनुको नाताले मैले र हाम्रो पार्टीले देशको जिम्मा लिनै पर्ने भएको छ। त्यसमा तपाईहरु सबैको सहयोग, हामी यो देशलाई भ्रष्टाचार मुक्त देश बनाउन सकिन्छ। यो देशलाई सामाजिक विभेद मुक्त देश बनाउन सकिन्छ र आर्थिक रूपले समृद्ध देश बनाउन सकिन्छ। 18 महिनामा हामीले टेलर त देखाइ नै सकेका छौं। आउने दिनमा पुरै फिल्म देखाउन पर्ने छ। त्यसको निम्ति तपाईहरु सबैको साथ चाहिएको छ। आदरणीय जनसमुदाय, अन्त्यमा म के भन्न चाहन्छु भने यहाँ मैले भनेको खानेपानीसँग सम्बन्धित कुरा या बाढीबाट प्रभावित जनताको पुनर्स्थापना र पुनर्निर्माणको कुरा या दुखीका समस्याका कुरामा त म आउने सदनमा मैले बोल्ने बेलामा सिन्धुपाल्चोकको तपाईहरुका समस्या जोरदार ढंगले उठाउने छु र राष्ट्रिय रूपमा स्थापित गरिनेछ। र अहिले यो शहीद प्रतिष्ठान नेपाल बडो सुन्दर भवन बनेछ। यसमा पनि युवराजजीको चाहिँ पहल र योगदान धेरै महत्त्वपूर्ण छ। तपाईहरु सबैको पनि सहयोग थाहा भइ नै सक्यो। यसमा सहयोग गर्ने सबैलाई पनि म पार्टी केन्द्रको तर्फबाट धन्यवाद भन्न चाहन्छु। र जाँदा जाँदै तपाई हामी सबै अब एक ढिक्का भएर मेहनत गर्यो भने आउने स्थानीय चुनाव र केन्द्रको चुनावमा सिन्धुपाल्चोक क्लिन स्वीप गर्न सकिन्छ। तपाईहरुलाई पूर्ण विजय होस्। मैले अस्ति प्रतिनिधि सभामा भने गिरिजा गणतन्त्र र संविधान सभाको निम्ति गिरिजा प्रसाद कोइरालासँग मेरो हस्ताक्षर नभएको हुन्थ्यो भने देश कहाँ हुन्थ्यो अहिले भन्न सकिने स्थिति छैन। त्यसकारण मैले त्यहाँ भने म तपाईहरुको अगाडि फेरि भन्न चाहन्छु, देशको जिम्मा माओवादी केन्द्रले लिन्छ। देशको जिम्मा माओवादीको नेतृत्वको हैसियतले, विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले म लिन्छु। तपाईहरुले देख्नु भएको छ 70+ भए पनि म बिहानदेखि बेलुकासम्म देशभरि कहिले कञ्चनपुर, कहिले झापा, कहिले पहाड, कहिले तराई गरिराखेको छु। त्यतिकै होइन, यो देश अप्ठ्यारोमा पार्ने प्रतिक्रियावादी षड्यन्त्र भइराखेको छ, जाल झेलहरू भइराखेका छन्। ती जाली झेलीहरूलाई तपाईहरुले देख्नुभयो। 18 महिनाको शासनकालमा भ्रष्टाचारका विरुद्ध एउटा महान अभियान छेडिएको थियो र त्यो अभियानबाट जनतामा अलिकति आशा अब केही हुन्छ कि भन्ने पलाउन थालेको थियो। सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा, सबै वर्ग समुदायलाई समानताका पक्षमा केही काम गर्न थालिएको थियो। जनतामा अलिकति भरोसा जागेको थियो। आर्थिक संकटबाट देशलाई मुक्त गर्नको लागि
निकै धेरै मेहनत भएको थियो। अहिले मलाई व्याख्या गर्ने समय छैन। तपाईहरुले लगानी सम्मेलन म प्रधानमन्त्री हुँदा आयोजित हेर्नुभयो होला। विश्वभरिबाट थुप्रै लगानीकर्ताहरू ल्याइयो। तपाईहरुले देख्नुभयो भारत, हिन्दुस्तान वा चाइना या अमेरिकामा या इटालीमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र नेपाली जनताको प्रतिष्ठाको लागि, नेपाली जनताको हक हितको लागि जबरजस्त आवाज उठाइयो र विश्वव्यापी रूपमा नेपालको प्रशंसा हुन थालेको थियो। तपाईहरुले हेर्नुभयो राष्ट्रसङ्घका महासचिवलाई मेरो एउटै निम्तोमा निकै अप्ठ्यारो परिस्थितिमा पनि उहाँ नेपाल आएर एभरेस्ट बेस क्याम्प, सगरमाथा बेस क्याम्प अनि अन्नपूर्ण बेस क्याम्प र उहाँले र मैले लुम्बिनी गौतम बुद्धको जन्मस्थलमा गएर विश्वभरिको जनतालाई आह्वान गर्यौं र नेपाल र नेपालीका निम्ति निकै ठूलो गर्वको विषय थियो त्यो। तर यो देशका दलालहरूलाई, भ्रष्टाचारीहरूलाई, बिचौलियाहरूलाई मन परेन हामीले गरेको यी राम्रा काम।